दिदी यो चाबी राखिदिनु न अहिले मेरो बुढा आयो भने दिनु ल कहाँ जाँदा दिनु छैन मेरो दिदी हस्पिटलमा लगाएर राखेको छ क्या अन्त हेरेर जानु पर्यो के भएर बिरामी हुनुभएको छ र अनि मेरो बुढा आयो भने दिनु ल चाबी ल यही दिनको त पर्खाइमा थिएँ नि म चाबी भेटिहालेँ आज मेरो हेलो आमा सुन्नु न म हस्पिटल जानु आँटेको कि 1 हप्ताको लागि मेरो दिदी बिरामी भएर त्यहाँ लाग्नु भएको छ हस्पिटलमा आज 1 दिनको लागि घरमा गइदिनु न ल ल बडी चाबी त खुल्लै छ चाबी त खुल्लै छ को छ भित्र ढोका खोला को छ ढोका खोला भित्र को छ ढोका खोला न को छ भित्र मलाई चाबी दिएर है ककिरा चाहिँ त किन मलाई फोन गरेर टेन्सन दिन्छौ सरसफाइ घरको सरसफाइ गरेर देवरलाई खाना बनाइदिएको भए कहिले भइहाल्थ्यो नि मलाई किन टेन्सन दिन्छौ ल ठिकै छ आमा तपाईँ आइहाल्नु भएको छ देवर बाबुले के खानुहुन्छ कसो खानुहुन्छ त्यो मलाई थाहा भएन तपाईँ आमा हो तपाईँलाई थाहा हुन्छ नि के खानुहुन्छ भनेर देवर बाबुले आफै बनाएर दिनु न आमा अनि त भित्र के गर्दै थिइस् त नि होइन आमा देउरानीले धन्दा गर्नु भनेको थियौँ कि त्यही भएर धन्दा गर्दै थियो भित्र चिकुलाएर ल ठिकै छ धन्दा गर्न सक्ने भात पकाएर पनि त खुवाउन सकिन्छ नि हामी बुढाबुढीलाई कति दुःख दिन्छौँ उहाँ गाउँमा हामी 2 जना बुढाबुढी गाई भैँसी पालेर बस्नुपर्छ आगोमा भात पकाउनुपर्छ तिमीहरू यहाँ सहरमा बसेकाले यसो दुःख सुख पर्दाखेरि आफ्नो आफ्नो घर हेरेर गरेर गर्न सकिन्छ तिमीहरू हामीलाई कति टेन्सन दिला ल ठिकै छ त्यसो भए तिमीहरू केही अबर पवर पऱ्यो भने एक अर्कालाई घर सम्हालेर बस्ने गर छुट्टिएर बसेर के भयो त हामी गाउँमा उहाँ उयो गरेर बस्छौँ दुःख गरेर तिमीहरू यहाँ घर आफ्नो घर स्याहारेर बस तिमीहरू यहाँ सहरमा बसेका छौ हामी उहाँ गाउँमा बुढाबुढी बसेका छौँ तिमीहरूलाई सासू ससुराको अलिकति मतलब छैन ल त्यसो भए म गएको तिमीहरू बस के भेट्नु ओर्नु छैन त्यतिकै फसेँ मात्रै नि म बुहारी म गाउँ जाँदैछु ठुली बुहारीले पकाइ तुल्याइ गरेर खुवाउँथे बनाउनलाई कसरी तयार भयो आमा त पनि त उसकै छिस् नि झालबुटका मार्न सक्छ भने पकाएर खुवाउन पनि त सक्छ नि धन्दा त मैले माझेर आएको थिएँ त आमा फेरि उसले के माझी अनि ऊ कहाँ थिए तेरो घरमा थिए मैले उसलाई चाबी मात्रै दिएको थिएँ आमा घरभित्र पस भनेको त थिइनँ त ए उसको यत्रो हिम्मत त्यसो भए म यहीँ बस्छु ल आमा घरमै बस्नु छाउनु त केही पनि छैन र पनि उसको मलाई विश्वासै लाग्दैन ल ठिकै छ म त्यसो भए यहीँ बस्छु नि त के खोजे कि जेठी बुहारी होइन आमा के पनि होइन सरसफाइ गरेको भाना नबना जा यहाँबाट यही कारण हो गाउँकोलाई बरु चाबी दिन विश्वास गर्छन् घरकोलाई विश्वास गर्दैनन् डराउँछन्